अब आरोनलाई लुतो आउँछ हाम्रो के है यसको चाहिँ मलाई चाहिँ यही फुल है है मेरो लागि कर्री बनाउँदैछन् है है छोराले कफी बनाइदियो ब्ल्याक कफी रेडी भयो मेरो कफी पिउँछु आज चाहिँ मिठो छ आज दिनै अँधेरो छ कति चिसो अम्बा त लास्ट मजाले फल्ने भयो त्यहाँ यो फुलको स्मेलसँग त यो फुल घाम लागेकोलाई चाहिँ यस्तो मजाले फक्र हुँदैन अम्बा चाहिँ खतरै फलाउने हो दाइले यो फुल चाहिँ सानो बिरुवा मैले किनेको थियो हामी कोटेश्वरमा हुँदै अनि यहाँ आएपछि चाहिँ मैले माया मारेको थियो कि यो फुललाई किनभने हामीले तल प्यासेजमै राखेको थियो माथि ल्याएन अनि यहाँ दाइले धेरै गार्डनिङ गर्नुहुन्छ नि त उहाँलाई चाहिँ जब अहिले कामले बिजी हुनुहुन्छ त तपाईँको छतमा उहाँले अनेक रोपेर बनाइराख्नुहुन्छ अनि यो चाहिँ दाइले नै यो काटेर गर्नुभएको यसको भाग कहाँ छ कस्मै यो बचाइदिनु भएको एउटा होइन टुप्पा काटेर नै यस्तो फेदका छ म देखाउँछु है यस्तो चिसो हावा चलेको छ नि के गर्नु मलाई त छटाउन नि हम्मे परिरहेको छ हिजो जङ्गलको साइडमा जङ्गलको बाटो हामी जान्छ नि दिटपाटीमा त्यो आर्मी स्कुल त्यहीँ देखिन्छ सैनिक स्कुल पानी पर्ला जस्तो भएको छ दिउँसो कालो भएको छ पानी परेको बेला अब बर्खा लाग्नु लाग्यो पानी परेको त ल म अस्ति घर बसेदेखि पानी परेको परेछ है चिसो हावा चलेको छ अनि दिन चाहिँ 6 बजेको जस्तो भएको छ तर भर्खर 1-2 बजिरहेछ अनि अघि त योभन्दा पनि धेरै कालो थियो अहिले चाहिँ मेरो ज्यान त घट्यो मेरो फेस घटाउनलाई के गर्नुपर्छ अरे बाई दबाई होइन यसर्नुपर्छ गर्नुपर्छ अरे फेसै घटेन फेस घटेन हात पनि त्यत्रो भइसक्यो फेस क्यामेराम्यान आकाशको चाहिँ यस्तो छ आम्मामा पानी परेर पनि हिजो चाहिँ हल्का घाम लागेको थियो जस्तो लागेछ के गर्नु मेजु त यहाँ आउँछ म मात्र डराउँदो रहेछु दाइले त टन्ने पो फलाउन लाग्नु भएछ त
चिल हेर्नु छतमा निक्लिन नै मलाई त बिरामी हुनुपर्छ कि गाई त्याउनुपर्छ थकित भयो र काहीँ निक्लिन सकेन भने चाहिँ घरबाट निक्लिन सकेन भने चाहिँ मजाले छटाउने गर्छु अहिले नै सुतेर निक्लेको नत्र त घर बाहिरै कुदेर काम बिनाको मान्छे दिन गइहाल्छ अनि के हप्ता दिन सुत्नुपर्छ बेला बेला त्यस्तै हुन्छ होइन त्यतिखेर चाहिँ अनि छटाउँदा नि रमाइलो लाग्छ के गर्ने यस्तो कति राम्रो कि है यसको चाहिँ मलाई चाहिँ यही फुल अरू अब आरोनलाई लुतो आउँछ चिलाउँदैन मैले आयो तातो पानी खानु पर्यो जाम तल ल अब यी बोक अब जानु पर्यो पानी पर्ला सिमसिम हुन थाल्यो घाँटी दुख्यो भने यो खानुपर्छ भनेर सानामा थाहा पाएको यो अम्बाको फुल यस्तो रेडी 1 2 3 कहाँ उडाइदिएछ मार्यो गयो त्यस्तो नगर न लु आऊ मलाई लाग्छ अहिले मेरो खुट्टा दुखेको बेला थियो उही मसाज गर्ने त हो झरौँ आइज है मम्मीलाई बोक मुख नधुन्छ नि राम्ररी देख्दो रहेछ